सुगर कन्ट्रोल भएन भनेर जुन आत्तिन्छौँ, आज म तपाईँहरूलाई त्यही सम्बन्धी एकजना बिरामीसँग साक्षात्कार गराउँदैछु। उहाँले कसरी आफ्नो सुगरलाई नियन्त्रण गर्नुभयो र सुगरलाई नियन्त्रण गर्न हाम्रो खानपान एवं हाम्रो एक्सर्साइजको कति धेरै ठुलो भूमिका हुँदो रहेछ भन्ने जानकारी म आज देखाउन गइरहेको छु। हामीसँग लगभग 1 महिना अगाडि रमेश कुमार कामतजी आउनुभएको थियो र उहाँको त्यतिखेर मसँग भेट्दाखेरि सुगर खाली पेटको 200 र भने पिपी खाना पछिको जाँच गर्दाखेरि 400 थियो र मसँग भेट्नुभयो। त्यस पश्चात मैले दबाईहरू सुरु गरेँ र उहाँलाई खानपान कसरी गर्ने, एक्सर्साइज कसरी गर्ने त्यो कुरोहरू सिकाएर त्यस पश्चात उहाँको 1 महिना पछिको सुगरको जाँच गर्दाखेरि फास्टिङ 116 र पिपी खाना पछिको जाँच गर्दाखेरि 146 छ र उहाँकै अनुभव सुनौ। उहाँको सुगर घटेपछि के कस्तो शरीरमा सुधार भयो र उहाँले सुगर नियन्त्रण गर्न के कस्तो विधिहरू अपनाउनु भयो त्यो उहाँसँगै जानकारी लिउँ। रमेश कुमारजी, हजुर सर, तपाईँ मसँग 1 महिना अगाडि भेट्नु भएको थियो होइन? त्यतिखेर तपाईँको सुगर अत्याधिक थियो र यो बिचमा 1 महिनामा तपाईँले के कस्तो खानपिन गर्नुभयो, के गर्नुभयो जसको कारणले तपाईँको सुगर अहिले हेर्दाखेरि एकदम नियन्त्रणमा आएको छ, राम्रो पनि भएको छ? तपाईँलाई अहिले नियन्त्रणमा आइसकेपछि शरीरमा कस्तो कस्तो सुधार भएको अनुभव गर्नु भएको छ एकचोटि भनिदिनुहोस् त। अब सुरुमा पहिलोचोटि चाहिँ सुगर थाहा पाएर मैले सुगर आएको शरीर होइन आउँदाखेरि जुन सरले मेडिसिन गर्नुभयो, इलाज गर्नुभयो, मलाई यो के अरे यसरी एक्सर्साइज गर्नु, यो खानामा यसरी चेन्जेसहरू गर्नु, औषधि यसरी खानु जुन सल्लाह विचार दिनुभयो हजुरले, मैले त्यही नियमित रूपले चाहिँ बिहान उठेर आधी घन्टा मर्निङ वाक गर्ने, खानामा जस्तो तपाईँलाई हरियो सागपातहरू, दुधहरू खाने, चिल्लो पिरुवाहरू नखाने, भात बिहान खाने तर थोरै खाने, लिमिटमा राति रोटी दुधहरू खाएँ होइन। त्यही कुराहरू अब बिहान बेलुका अलिकति हिँडेर एक्सर्साइजहरू गरेँ, हरियो सागपातहरू बढी खाएँ। त्यही निमित्त लगभग 1 महिना गर्दाखेरि त्यो यसरी गरेँ। अहिले तपाईँले पहिलाको भन्दा आफूमा शरीरमा अलिकता फरक महसुस गर्दै हुनुहुन्छ? पहिला भन्दा अब सुगर बढाएपछि अब टाउको दुख्ने, रिङ्गटा लागेको जस्तो कुराहरू हुने होइन, जिउहरूमा अलिक के अरे गल्ने किसिमको हुन्थ्यो होइन। अब त्यस्तो कुराहरू अहिले छैन। अहिले शरीरमा राम्रो भएको, आफूलाई राम्रो भइरहेको अनुभव हुँदैछ। एक्सर्साइज गरेपछि र दबाई नियमित टाइममा खाएपछि वास्तवमा सुगर घट्दो रहेछ। एक्सर्साइज गर्यो भने दबाई टाइम टेबल खायो भने घट्छ।